सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु द च्यानल। आई होप सबजना सन्चै आरामै हुनुहुन्छ। म पनि सन्चै आरामै छु। मैले चाहिँ अहिले कति बजे गर्दैछु भने हामी चाहिँ सुतेर फेरि उठेर कति अहिले चाहिँ 4 कति बज्यो अनि उठेर यतिकै बसिरहेछौँ गीत बजाएर। अनि एउटा चाहिँ फेरि उठेर पनि फेरि सुतिसक्यो त्रिदेव। यो चाहिँ धेरै पछि भ्लग बनाउँदैछु होइन। अनि करतुत म देखाउन चाहन्न हजुरहरूलाई होइन। अनि त्यसपछि हेर्नु न मेरो यहाँ कस्तो भयो। मैले चाहिँ धेरै पछि भ्लग बनाउनु लाग्यो अनि यसो त्यही हो मासालेहरू एउटा फेरि चस्मा लाग्यो कि पुरा चस्मा। सो त्यही हो म हाम्रो दोस्त चाहिँ हेर्नु न राति राति चस्मा लाएर के त्यो त त्रिदेवलाई उठाउनु गएको के। अनि त्रिदेव चाहिँ सुतिसक्यो उठेर पनि सुतेर पनि उठेर पनि फेरि सुतिसक्यो त्यसो नाचेर। अब सो त्यही हो म चाहिँ धेरै पछि भ्लग बनाएँ आज चाहिँ। अब अहिले एकछिनमा अहिले फेरि 9-10 बजे स्कुल जानुपर्छ। अनि सो त्यही हो के कस्तो हुन्छ आज चाहिँ म के कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु होइन। सो त्यही हो केटाहरू चाहिँ गीतमा नाचिरहन् मस्त। सो त्यही हो फाल्दे फोन कमलले। सो त्यही हो के कस्तो हुन्छ म भन्छु हजुरहरूलाई। म चाहिँ अब सुत्दिन्छु यसो अनि त्यसपछि उठ्छु अनि त्यही हो यसले भ्लग बनाउँछ अरे कि अब कस्तो बनाउँछ फोटो खिच्ने अरे यसलाई चाहिँ म फोन दिन्छु। अनि सो त्यही हो म अब सिधै बिहान भेट्छु। अब म अहिले चाहिँ 4-5 नै बज्यो होला 4:30-5 भयो। सो त्यही हो बाहिर आउँदै रहेछ सो त्यही हो है त फोटो खिच्ने अरे क्या त यहाँ त फोटो खिच्ने मान्छे गर्नु अरे तोबा 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 थारा मुड खराब कर दिया। सो बिहान उठ्यो होइन अनि उठेर टक्क लाएर उठेँ कति 7:30 बत्तिर उठेको थिएँ कि 7:30-8 बत्तिर उठेको थिएँ सुत्दैन नि त। अनि त्यही भएर अनि खानासाना खाएँ अनि खानासाना खाएँ त्यसपछि रेडी भयो। अब एकछिनमा हिँड्छु आन्टी चाहिँ उता माथि जानुभयो। सो त्यही हो आज के कस्तो हुन्छ धेरै पछि भ्लग बनाएको छु। अब जस्तो हुन्छ त्यस्तै देखाउनु पर्ने होइन। सो अब एकछिनमा चाहिँ म निस्किन्छु कति 9:30 भयो 35तिर निस्किन्छु। कस्तो रातो भयो मेरो अर्थ यार किन। सो त्यही हो है त म अब बाटोतिर भेट्छु या सिधै जान्छु अनि सिधै आएर गर्छु नत्र त्यो बाटोतिर पनि गर्न सक्छु आउँदाखेरि स्कुलमा। सो त्यही हो एकछिनमा चाहिँ म निस्किन्छु। सो म घर पनि आइसकेँ आएर पनि अघि नै आएको अनि आएर चाहिँ नास्ता खाएँ चटपट बनाउनु पर्ने रहेछ चटपट खाएँ अमिलो भएर बेसनी धेरै राख्दै भात खान त धेरै चाहिँ खाएँ तर थोरै राखिदियो कि। अनि त्यसपछि चिया खाँदैछु अनि सो त्यही हो अरू त के भन्ने आएँ हातखुट्टा धोएँ टक्क लाएर कपडा फेरेँ अनि आन्टी चाहिँ उता हुनुहुन्छ भाइसँग बोल्न लाउनु भएको। अनि अहिले चाहिँ 4 बज्यो अनि म चाहिँ अब एडिट सिडिट गर्छु कि म त्यो होइन। अनि त्यही हो अरू त के भनौँ म केही छैन भ्लग पनि के बनाउने र बनाउनु त पर्यो नि होइन। सो त्यही हो अब म यहाँ हुनुहुन्छ आन्टी अनि सो म चाहिँ कहाँ जान्छु कोही पनि जान्न म कोही जान्न म अब। सो त्यही हो यता हात खसौली यता मेरो पछाडि खसौली ऊ त थाहा ऊ त चाहिँ हात पुरै टल्केछ केही देखेँ होइन। सो त्यही हो म चाहिँ अब भ्लग एडिट सेडिट गर्छु त्यसपछि एडिट
एडिट गर्छु, त्यसपछि अपलोड गर्छु होइन। के कस्तो लाग्छ भन्नु। अनि ब्लग बनाऊँ कि नबनाऊँ, कस्तो बनाऊँ, के बनाऊँ त्यो भनिदिनु न तपाईँहरूले होइन। अनि टक्क लाएर म बनाइहाल्छु नि। यताउति गएको बेला हेर झ्याउ लाग्छ मलाई। अस्ति नै बनाएको त्यो एडिट गर्नै झ्याउ लाएर एडिट गरिदिएँ। सो अब फेरि जान्छु म कतै, त्यति बेला चाहिँ म देखाउँछु हजुरहरूलाई। सो त्यही हो, के कस्तो लाग्छ भन्नुहोस् होइन। अनि झ्याउ लाग्छ क्या अचल त भ्लग बनाउने, यस्तो गर्मी हुन्छ होइन अझै। अब गर्मी पनि लाग्यो नि त। सो त्यही हो, म अब भ्लग एडिट गर्छु, हाल्छु, के कस्तो लाग्छ भन्नु होला होइन। खालि त्यहीँ के कस्तो लाग्छ भन्नु होला। अनि बिहान चाहिँ म सुतिरहेको थिएँ, केटाहरू त उठेर चल्दैछन् नभनिकन साइकोहरू। केही छैन, हामीमा त्यस्तो भइरहेको छ होइन। हामी त्यस्तो केही पनि हुन्न, केही पनि मान्दैन त्यस्तो कि हामी हुन्छ नि। त्यही हो, केटाहरू पनि गएछन् बिहान। अनि फेरि अब कहिले हुन्छ बसिन्छ होला पछि। तिमीले नि हेर्छौ होला भिडियो, हेर होइन। टक्क साथीलाई सपोर्ट हान, साथीलाई के हान्ने, साथीलाई सपोर्ट हान टक्क लाएर त्यहाँ नभनिकन गइस् नि हेर्न साला। सो त्यही हो, अरू त केही भनौँ म। के कस्तो लाग्छ भन्नु होला। म भिडियो यतातिर एन्ड गर्न चाहन्छु आज चाहिँ है त। हिजो रातभर सुत्न पाइएन। रातभरि भन्नाले कति 10 बजेतिर सुतेर हामी त्यही 3 साढे 3 बजीतिर जागेको थियौँ कि। अनि त्यसपछि फेरि उठ्यो, फेरि यसो नाच्यो होइन, नाच्यो। त्यसपछि नाचेर फेरि त्रिदेव चाहिँ सुते, अनि म पनि फेरि सुतेँ। प्रवेश चाहिँ चलिरहेको थियो। अनि त्यसपछि फेरि त्यो पनि सुत्यो। त्यसपछि चाहिँ बिहान 81 उठ्दा छैनन् केटाहरू त चल्दैछन्। म चाहिँ 7:30 बजीतिर उठेँ, तिनीहरू चाहिँ बिहानै 5 बजी जानियो गरिरहेको थिएँ। गएछन् क्या सायद, केही छैन, हामीमा त्यस्तो हुन्छ। सो त्यही हो, के कस्तो लाग्छ भनिदिनु होला। र म भिडियो यतातिर एन्ड गर्न चाहन्छु। प्लिज लाइक सब्सक्राइब सेयर गरिदिनु होला होइन। अनि त्यही हो, आजलाई यति नै, बाई बाई गाइस।